बालेन शाह त राजनीतिमा त्यति अनुभव नभएको मान्छे भन्छन्। राष्ट्रिय राजनीतिमा स्थानीयमा होला, राष्ट्रियमा चाहिँ बालेन शाहको अनुभव छैन भन्छन् क्या। नेतृत्वमा त अनुभवी नेता चाहिएला नि त। ठिक हो, बालेन शाहमा चाहिँ भ्रष्टाचार गर्ने अनुभव छैन, देश लुट्ने अनुभव छैन, होइन, यस्तो अनुभव बालेन शाहमा छैन। त्यसै कारणले गर्दाखेरि बालेन शाहलाई चाहिँ झापा 5बाट जिताएर प्रधानमन्त्री बनाउनु पर्छ। किन भन्दा उहाँसँग चाहिँ नीति नियमलाई कसरी प्रयोग गर्ने, होइन, इन्फ्रास्ट्रक्चर कसरी चाहिँ डेभलप गर्ने, यो सबैको अनुभव छ। राम्रो कुराको अनुभव बालेनमा छ, त्यो कारणले बालेनलाई प्रधानमन्त्री बनाउनु होइन। जहाँसम्म बालेन शाह झापा 5मा जाँदै गर्दाखेरि अलरेडी उहाँले स्टडी गरेर त्यहाँको डेटा एनालाइसिस गरेर जानुभएको छ, होइन। अब हुन त केपी ओलीको गढ भन्ने छ, तर केपी ओलीको धेरै कुराले गर्दाखेरि पनि उहाँको भोट घट्ने सम्भावना छ। यो जेन्जी आन्दोलनमा जुन उहाँले एउटा पोलिटिकल क्राइम गर्नुभयो, जेन्जीहरूलाई होला उहाँको डाइरेक्ट संलग्नता नभए तापनि, डाइरेक्टली उहाँले गोली नहाने तापनि, तर सरकार कसको थियो त भन्दा ओलीको सरकार थियो। पोलिटिकल क्राइम गरेको हो, त्यसको मूल्य उहाँले चुकाउनु पर्छ। र झापाका जनताहरू पनि सचेत छन्। तपाईँले अहिले पनि साक्षरता दर हेर्नु हो भने टप 10 भित्र झापा पनि पर्छ। त्यो कारणले गर्दा महेश बस्नेतको वान्टेडमा तपाईँ हुनुहुन्छ अरे क्या। महेश बस्नेतले गृहमन्त्री भसी कच्चा कच जेलमा कोच्छु भन्नु भएको छ। तपाईँ वान्टेडमा हुनुहुन्छ अरे, के भन्नुहुन्छ? मेरो फोटो हालेको थिएँ, होइन। बस्नेतजीले पनि कहिले काहीँ कमेडी नै गर्नुहुन्छ, होइन। होइन, तपाईँले ठिक भन्नुभयो, कहिले काहीँ होइन, बस्नेतजीले सधैँ कमेडी गर्नुहुन्छ। अब हाम्रो भक्तपुरमा चाहिँ राजीव खत्रीजी जानुभएको छ, बस्नेतजीलाई चाहिँ कम्पिट गरेर सायद उहाँले जित्नुहुन्छ जस्तो मलाई लाग्छ। राजीव सँगै तपाईँहरूले त शोभा पाठकलाई पनि पठाउनु भयो अरे नि त। होइन, यो चाहिँ मलाई थाहा छैन, यो कुरो मलाई थाहा छैन। हजुर, भक्तपुर 2बाट उठ्नु भएको छ, तर मेरो प्रतिस्पर्धी नि कोही भएन, राजसभाको नेतालाई देख्नु भएन, उहाँले कसरी जित्नुहुन्छ? होइन, ठिक छ, आफ्नो आफ्नो चाहिँ आत्मविश्वास हुन्छ। चुनाव लडिसकेपछि मैले जित्छु भनेरै जाने हो, हार्छु भनेर कोही पनि चाहँदैन, होइन। तर मलाई जहाँसम्म लाग्छ यो देशव्यापी जुन राजसभाको माहौल देखिया छ, अब राजीव खत्री आफैमा एउटा चाहिँ सक्षम उम्मेदवार हुनुहुन्छ, होइन। उहाँले समाजको लागि धेरै अगाडिदेखि चाहिँ आवाज उठाउँदै आएको पनि हो। पत्रकारिता सँगसँगै उहाँको कन्ट्रिब्युसन समाजको लागि पनि देशको लागि पनि छ। त्यो कारणले गर्दा राजीव खत्रीले चुनाव जित्नु हुन्छ जस्तो त्यो विश्वास चाहिँ मलाई छ। अब राजसभाको प्रतिस्पर्धी को ठ्याक्कै भनिदिनुहोस्। राजसभाको प्रतिस्पर्धी चाहिँ को अब संसदमा? अब प्रतिस्पर्धी त को होला मैले ठ्याक्कै भन्न सक्दिनँ। अब राजसभा चाहिँ राजसभा पहिलो भएर बहुमत ल्यायो भने 5 वर्षको स्टेबल गभर्मेन्ट भन्दै हुनुहुन्छ तपाईँ। कन्फिडेन्स हुनु न चाहिँ। मेरो कुरा त्यो त यस्तो नि त, होइन। मैले त सपोर्ट गरिरहेको छु, मैले त मरिमेटेर सपोर्ट गरिरहेको छु, ल्याओस् भन्ने चाहना हो। अझ बहुमत मात्र होइन, 2 बहुमत ल्याएर संसदमा चाहिँ पोलिसीमा पनि काम गर्न सकोस्, पोलिसी पनि जारी गर्न सकोस् भन्ने मेरो चाहना हो, होइन। तर मेरो चाहनाले मात्र हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी छ। सकेसम्म 2 ल्याओस्, नसकेको खण्डमा बहुमत भइ ल्याओस्। झापामा त गर्दा घन्टीमा त खिया लाएर छोडिदिने हो, घामले घन्टीलाई पोलेर खिया लगाइदिन्छ भन्दैछन् क्या। कसले भने त्यसो? त्यहाँ भन्दैछन् झापाली जनताहरू, एमालेका कार्यकर्ताहरू। के भन्नुहुन्छ? होइन, त्यो त अब ओलीले ट्रेन्ड गरेको छैन, होइन। ओलीले ट्रेन्ड गरे मान्छेहरू अलिक सभ्य हुँदैनन् क्या, असभ्य हुन्छन्, गुन्डागर्दीतिर बढी ध्यान दिइरहेको हुन्छन्। कार्यकर्ताले सुनको सिक्री चोरे अरे उहाँ बालेन शाह केपी ओलीको क्षेत्रमा 2टा सिक्री हरायो भन्ने हल्ला आइरहेको छ। सिक्री हरायो अरे एमालेको? होइन, त्यही त। अब एमालेको कार्यकर्ताहरू गरिब त हुँदैनन्, कसैको सिक्री हराउँछ, कसैको एरोप्लेन हराउँछ, तपाईँले देख्नु भएको छ, होइन। कसैले विदेशतिर लगेर पैसा थुपार्छन्, होइन। अब देखियो नि त त्यो त, ओलीले संरक्षक गरेको मान्छेहरूलाई हामीले देखिरहेकै छौँ। अब सायद अब यो चुनावमा जनताले पनि यो कुरालाई चाहिँ एनालाइसिस गर्छन्। जाँदै अन्तिममा चाहिँ शङ्खा सभाको माग कस्तो छ भन्नुहोस् त। तपाईँका उम्मेदवारले हेलिकप्टरबाट चाहिँ चुनावमा भोट मागिरहेका छन्। पल्लो गाउँबाट पल्लो गाउँ जानु पर्यो भनेदेखि हेलिकप्टर चढेर जान्छन् अरे। अनि यो विषयमा मलाई थाहा छैन, अनभिज्ञ हुनुहुन्छ? अनभिज्ञ छु। अन्तिममा के भन्नुहुन्छ ठ्याक्कै भनिदिनुहोस्, कडा दिनुहोस्। मेरो एउटा प्रश्न, एमाले यो वर्ष जुन यो फागुन 21 गते हुन गइरहेको निर्वाचन छ, यो चाहिँ भनेको सिंहदरबार जलाउने र बनाउने बिचको भिडन्त हो भनेर भनिरहेको छ कि साँच्चीकै तपाईँहरू लगायत नयाँ दलहरू भनौँ न, एमाले मुख्य प्रतिस्पर्धी साँच्चीकै सिंहदरबार जलाउनेमै पर्छन् कि के लाग्छ तपाईँ? होइन, यस्तो उहाँले ठिक भन्नुभयो। यो
यो लडाइँ भनेको चाहिँ सिंहदरबार जलाउने भर्सेस देश बनाउने हो, जबकि सिंहदरबार चाहिँ यही पुराना पार्टीका झोले कार्यकर्ताहरूले घुसपेट गरेर जलाएका हुन् र देश बनाउने भनेको काठमाडौँ बनाउन सुरु गरेको त बालेनले हो, अब देश बनाउने बालेनले हो। बालेन त्यो कारणले गर्दा अभियसली त्यही नै हो। काठमाडौँ बालेनले बनाएको होइन के अँ मुख्य बनाउने एमाले बनाएर बत्ती जोड्ने र रङ लाउने काम चाहिँ बालेनले गरे। अनि त्यस्तो भइदिएको भए सायद विद्या सुन्दर साखी गायब हुनु पर्थेन होला, बालेन यति हाइलाइटेड हुने थिएन होला, युवाको आशा बालेन भएर यसरी स्थापित हुने थिएनन् होला। त्यो त जनताले हेर्दाखेरि सरसर्ती देखिने कुरा हो। डेफिनेटली बालेनले काठमाडौँको लागि गर्न सक्ने काम गरेका छन् होइन। हुन त उहाँलाई एकदमै धेरै बाधा थियो, केन्द्रीय सरकारले ओली सरकारले उहाँलाई फिटिक्कै 1% पनि सहयोग गरिराखेको थिएन, किनकि बालेनसँग बिचमा मेरो भेट पनि भएको थियो। सिंहदरबारले सपोर्ट नगर्दा पनि बालेनले काठमाडौँमा केही न केही गरेर देखाएका छन्। अब तै अन्त्यमा पनि अन्तिममा के बालेन शाहले भन्नुहुन्छ? फुल बजेटको 47% मात्रै काम गरे भन्ने होइन, त्यो त खर्च गर्न दिनु पर्यो नि त। पुरानाहरूले खर्च गर्न दिए त गर्छ बालेनले खर्च। उहाँले आफूले सक्ने औकातले भ्याएसम्म काठमाडौँको लागि काम गरेको हो। अब अहिले प्रधानमन्त्रीको उम्मेदवार हुनुहुन्छ, बालेन शाहलाई प्रधानमन्त्री बनाउनको लागि झापाली जनताहरूले सहयोग गर्नुपर्छ, हामी पनि मरिमेटेर सहयोग गर्नुपर्छ, मैले तपाईँहरूले पनि सपोर्ट गर्नुपर्छ। भनिसकेपछि बालेन प्रधानमन्त्री भएको हेर्ने तपाईँको ठुलो सपना छ। ठुलो सपना छ र देश बनेको हेर्ने पनि ठुलो सपना छ। बालेनको समर्थक सोसल मिडियामा मात्रै छन्, रियल जनतासँग उची भिड्न सकेको छैन भन्ने कुराहरू पनि आइरहेका छन्। त्यो त देखिहाल्यो नि, बालेन झापा छिर्दाखेरिको स्थिति हामीले देखेनौँ र, कस्तो माहौल छ मधेसमा छिर्दाखेरिको माहौल हामीले देखेनौँ र। त्यो त सोसियल मिडियामा मात्र होइन, फिजिकल्ली पनि जनता अब एक्टिभ हुन थालेका छन् भन्ने कुरा चाहिँ बालेन झापामा इन्ट्री भइसकेपछि देखिसकेका छ।